नमस्कार साथीहरु, म आज एउटा एकदम राम्रो प्रोडक्ट हजुरहरुलाई बताउने छु। यो भिडियोलाई तपाईहरुले नि पूरा हेर्नु होला। हामीले कहिले सानो सानो कुरामा पनि हामी ध्यान दिएको हुँदैन। हाम्रो घरमा जति पनि बेडरुम हुन्छ या किचन रुम हुन्छ, सबै रुमको छुट्टा-छुट्टै परिभाषा हुन्छ, सबै रुमको छुट्टा-छुट्टै व्यवस्था हुन्छ। त्यस्तै हाम्रो घरमा बाथरूम र टॉयलेट रूममा हामीले हेरेका हुन्छौं कि त्यहाँ माथि लेखिएको हुन्छ रेस्ट रूम। त्यो किन लेखिएको हुन्छ? रेस्ट भनेको आराम रूम लेखिएको हुन्छ। त्यहाँ तपाईहरुलाई सुन्दाखेरि कस्तो कस्तो लाग्न सक्छ, तर धेरै साथीहरुलाई थाहा पनि हुन सक्छ कि किन लेखिएको छ। जसरी हामी हस्पिटलमा जान्छौं भने हाम्रो डेलिभरी हुने रुमलाई लेबर रूम भनेको हुन्छ, मेहनत गर्ने रूम भनेको हुन्छ। सबैको अर्थ हुन्छ। हामी विचार गरेका छौं कि हाम्रो रेस्ट रूम किन लेखिएको छ, किनभने हामी जति पनि गाह्रो महसुस गरेर त्यहाँ भित्र जान्छौं, तर त्यहाँबाट हामी एकदम हल्का फुल्का भएर बाहिर निस्किन्छौं, एकदम आनन्द महसुस गर्छौं। सबभन्दा यदि रियलमा हुन्छ भने सबभन्दा रेस्ट गर्ने ठाउँ, सबभन्दा आनन्द आउने ठाउँ हाम्रो टॉयलेट रूम नै हुन्छ। हामीहरूले त्यसलाई सकभर प्रयास गर्छौं कि त्यो सफा रहोस्, कीटाणु रहित रहोस्, एकदम नीट एन्ड क्लीन रहोस्। हामी सबैको प्रयास हुन्छ र यही प्रयासको लागि हाम्रो हेल्दी लिभिङ नेपालको अल्ट्रा गार्ड छ। हजुरहरू चाहिँ यो अल्ट्रा गार्डले चाहिँ आफ्नो रेस्ट रूमलाई एकदम 100% कीटाणु रहित बनाउनु होला, स्वस्थ जीवन यापन गर्नु होला। कामना छ तपाईहरु व्यस्त रहनुस्, स्वस्थ रहनुस् र मस्त रहनुस्। धन्यवाद।